20,000 मेरो जामी काम गरेको। अनि तपाईँ ज्यामी काम गर्नुहुन्छ? हजुर, पढे लेखे नाम पनि लेख्न आउँदैन। घरको ज्यामी काम गर्नुहुन्छ तपाईँ? हजुर, पानी खाँदै जामी काम गरे। कति वर्ष लगाएर बचत गर्नुभएको थियो बुढुलमा? 10 वर्ष बेसी भयो। जामी तपाईले काम त कति 20 वर्ष लगाएर वर्ष। कान्तिपुर सेभिङमा जम्मा गर्नुभएको थियो? हजुर, कति समय लागेको थियो त्यो पैसा जम्मा गर्नु? घण्टाघरमा हो। हजुर, घण्टाघर कान्तिपुरमा। ए घण्टाघर कान्तिपुरमा तपाईँले त्यो रकम जम्मा गर्नुभएको? कति रकम हो त्यो? हजुर, कति रकम जम्मा गर्नुभएको? 20 लाख। 20 लाख रुपैयाँ। पानी खाँदै यति बुढी हुने बेलामा दबाई खाने, बुढी हुने बेलामा खाउ पनि एक सुख पनि पाएन। अहिले म दबाई धेरै तपाईँलाई कुनै रोग छ अहिले? रोग त नछ। के छ रोग? के भएको छ? मलाई सुगर छ, कोलेस्ट्रल छ, अनि बातको रोग छ, हरेक रोग छ। अस्पताल उपचार गर्न जानु भएको छैन? गछ जानुले पैसा छैन, भाडामा बसेछ, कोरोबार तिर्नुपर्छ। घरपेटी आसी एकचोटि सामान पनि फाल्दियो। घरबेटीले तपाईँको सामानै फ्यालिदिनु भयो? फाल्दिएको भाडा अनि 6-7 महिना दिएको छैन। उनीहरू पनि गाली गरिहाल्छ नि हो हिसाब। दुःख छ नि, हामी सबैको पैसा छुट्टो दिनुहोस् हजुरहरू। के भन्न चाहनुहुन्छ नेताजीहरूलाई, सरकारलाई के भन्न चाहनुहुन्छ? हजुरहरूले हाम्रो पीडितको पैसाहरू सबै छुट्टो दिनुहोस् भन्न चाहन्छु। तपाईँको आँसु पुस्नु होला, सुनवाई गर्नुहुन्छ भने अपेक्षा गरौँ सरकारले, नेताजीहरूले। आशा गरौँ, हामी कामना गर्छौँ तपाईँले त्यो ज्यामी